अनि यस्तो हाउ कुरा गर्ने पत्रकार हो तिमी? तो चलिए शुरू करते हैं। सलाम नेपालभरिका विश्वभरिका दाजुभाइ दिदीबहिनीहरू सबैलाई महावीर पुनको तर्फबाट नमस्कार छ। तपाईलाई मन्त्री भन्नु कि महावीर पुन भन्नु? महावीर पुन अब मन लाग्छ भने दाई। सिंपल लिविंग, हाई थिंकिंग, ये बड़ी अच्छी बात कही। भएका व्यक्ति हुनुहुन्छ तपाईँ। महावीर पुन नाम चाहिँ कसले राखिदियो तपाईँलाई? थाहा छैन कसले राख्यो। यो चाहिँ कुन अवतार हो यो कुन अवतार भन्ने? यो हास्य अवतार हो। दौरा नजिकको रापती नदीमा भएका माछाहरू गैंडाहरू बाघहरू हात्तीहरू आउनुहोस्, महावीर पुनको किताब किन्न आउनुहोस्। वीरबेन्द्र कृषि उद्योग कारखाना सञ्चालन गर्नको लागि महावीर पुनको आत्मकथाको किताब आएको छ। ल आउनुहोस् माछाहरू गयोहरू आउनुहोस् त। ल बाघहरू पनि आए हुन्छ, किताब किनेर पढ्नुहोस्। धन्यवाद छ। हाम्रा पालामा बसाउने साबुन थिएन, मैझिल्के भएको डल्ले साबुनले। हाम्रा पालामा बसाउने साबुन थिएन। नाच्नु पर्यो ल। मलाई एकजनाले के भन्नुभएको थियो, अमेरिकामा पनि तपाईँले कहिल्यै कपडा किन्नु भएन, अरूले दिएको कपडा लाउनु भयो अरे हो? मेरो कोठा छेउमा अर्को एउटा खैरे केटाको कोठा थियो। उसले चाहिँ त्यो राम्रो राम्रो यस्तो कमिजहरू चाहिँ झोलामा हालेर त्यो लाएर यसो गरेर त्यहाँ उतापट्टि त्यो चाहिँ फोहोर फाल्ने उसमा ठ्याक्कै हाल्यो। मैले देखेँ, मेरो अगाडि देखेँ। अनि मैले भने किन फालेको भनेको, चाहिँदैन भने। खै यसले त हेरौँ भनेर मैले यसो हेर्दाखेरि त राम्रो छ, हेर्नु राम्रो छ, कमिज छ है, सर्टहरू छ, टी सर्टहरू छ। है यस्तो फाल्ने म लाउँछु भने मैले त्यहाँबाट सुरु गरेको हो। है अहिले पनि नेपालमा पनि किन्नु भएको छैन कपडा? कहाँ किनेको त? त्यो भनेको 1989 को कुरा हो। जस्तो अस्ति त म शपथ ग्रहण समारोहमा जाँदाखेरि दौरा सुरुवाल लगाउनु भयो, साथीहरूले ल्यायो नि, साथीहरूले दिए है, त्यो पनि किन्न परेन। घर भाडामा लिएर बसेको भए पनि हुन्थ्यो, सरकारले दिइहाल्थे पैसा। घरमा बस्ने मान्छे नै होइन कि, म त वनमा बस्ने मान्छे हो। मन्त्री हुँदिन भन्दा भन्दै जबरजस्ती तानेर ल्याएर मन्त्री बनाए होइन? कसरी सम्झिनुहुन्छ त्यो पललाई? कसरी सम्झिने, बाटो आइयो काठमाडौँ, अनि मन्त्री बनियो होइन। म्याग्दीको चुनावी माहौलको विषयमा यहाँ भेट्दै गर्दाखेरि कुराकानी गर्न चाहन्छु। डाक्टर साहब नमस्ते। नमस्ते, स्वागत छ यहाँलाई। ल भन न। के छ, चुनाव जितिन्छ? अरे यार कतिपल्ट भन्नु, चुनाव जितिन्छ। त्यो बस्तीमा, त्यो गाउँमा खास जनताको प्रपर समस्या चाहिँ के भेट्नुभयो तपाईँले, जुन माथि गए पछाडि सुधार्नुहुन्छ? अहिले भेटेको होइन के यार, अहिले मात्रै घुमेको हो र म गाउँ। म नेपालको सबै जिल्लाको सबै गाउँ 526 दिनसम्म त किताब बेच्न अस्तिको पल्ट घुमेँ। त्योभन्दा गएको 33 वर्षमा
म चाहिँ कतिपल्ट घुमेँ, कहाँ घुमेँ। अहिले मात्रै म गाउँमा फर्किएको जस्तो, गाउँमा डुल्न गएको जस्तो, पत्रकारले जस्तो कुरा नगर न, हावा कुरा। जनताको समस्या के छ भन्ने कुरा थाहा छ नि। अहिले त्यो कोही म काठमाडौँमा बस्ने कुनै खानदानको मान्छे होइन, एकदमै ठुलो खानदानमा हुर्केर गाउँ घर नदेखेको मान्छे हो र म? अनि यस्तो हावा कुरा गर्ने पत्रकार हो तिमी? हामी यस्तै त हो नि पोरो, जहिले यस्तै त हो नि। ए छम्मै जाल पानीमा हो, आँखा पर्यो नानीमा, राम्री तिमी फुल झै, शीतल तिमी जुन झै, उजेली